सो हामी चाहिँ यो मैदानमा आइपुग्यो। आज कस्तो लाग्दैछ? रमाइलो लागिरहेको छ। उँभो घुम्न जान है लाग्यो। हामी डाँडा घुम्न। सो डाँडा घुम्न लागिँदैछ। अहिले चाहिँ म यो अग्लो ढुङ्गामा आइरहेको छु। जुन यो ढुङ्गा छ र यो ढुङ्गाको चुच्चो र त्यो माथिको यो गोरुजुरे भन्छ। त्यो गोरुजुरे भन्ने ठाउँको चुच्चो चाहिँ उस्तै मिलेको छ कि। हामी हाम्रो गाइड गर्ने चाहिँ उहाँ हो। अनि हामी यस्तो बल्ल बल्ल धेरै पछि यो गुराँसै हो। यो पनि एक प्रजातिको सेतो गुराँस हो। यहाँ माथि मानिसहरू हुनुहुन्छ। नयाँ वर्ष मनाउनु आउनु भएको। भेरी नाइस, धेरै राम्रो छ कि। गुरुङ गाउँ यस्तरी बसेको ठाउँ छ, लुकेको ठाउँ रहेछ गुरुङ गाउँ। लगभग हामी आधी घन्टाको पश्चात हामी यो सिमाली खोला भन्ने ठाउँ रहेछ। हामी भिजिट गर्दै जाँदाखेरि यो पुल आइपुग्यो। सोलर प्यानल धेरै रहेछ। लगिदिउँ कि क्या हो गाइज? एउटा सोलर प्यानल चाहिँ उक्काएर मेरो नि पसलमा लगाएर राख्नु पर्यो भनेको तर नलगौँ। फेरि भोलि नै मलाई पक्ने आयो, साइबर ब्युरोले पक्ने आयो भने त गाह्रो पर्छ। सो हामी चाहिँ यत्रो डाँडामा आइपुग्यो। यो चिमल भन्छ गुराँस। गुराँस चाहिँ प्योर गुराँस चाहिँ रातो हुन्छ, यो चिमल हो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। ओ आज हामी टक्कसँगले उँभो घुम्न जाँदैछौँ माथि डाँडातिर। अभी मजा आएगा ना भिडो। आज 1 गते सबैलाई ह्याप्पी न्यु इयर भन्न चाहन्छु। सबैजनालाई, मेरो युट्युब मित्रहरूलाई, मेरो साथीहरूलाई, सम्पूर्ण साथीहरूलाई, युट्युबर साथीहरूलाई होइन। सो अहिले चाहिँ म यो अग्लो ढुङ्गामा आइरहेको छु। जुन यो ढुङ्गा छ र यो ढुङ्गाको चुच्चो र त्यो माथिको यो गोरुजुरे भन्छ। त्यो गोरुजुरे भन्ने ठाउँको चुच्चो चाहिँ उस्तै मिलेको छ कि। धेरै राम्रो छ ठाउँ। त्यो माङसिमाको राई गाउँ, सट राई गाउँहरू यस्तो छ। त्यो रमणीय ठाउँ छ, बसेको ठाउँ रहेछ, खेतीयोग्य ठाउँ रहेछ। कतिपय ठाउँ मानिसहरू देख्नु भएको छ। यो माङसिमा भन्ने ठाउँ चाहिँ एउटा लुकेको ठाउँ छ भनौँ न। पहाडको बिचमा एउटा लुकेको ठाउँ छ। यो जुन पहाडी बसेको ठाउँ छ त्यो गुरुङ गाउँ हो। अझ योभन्दा पहाडीको गुरुङ गाउँ राम्रो छ भन्ने यहाँको स्थानीय बासिन्दाहरूले भन्नुभएको छ। सो राम्रै छ होला। अब गइएको छैन। सो अब समय मिलेछ र समय भएछ भने सकेसम्म जाने हो। सो अहिले चाहिँ म यो ढुङ्गामाथि आएको थिएँ। यो ढुङ्गा र जुन त्यो चुचुरो छ, यो चुचुरो देख्नुहुन्छ तर मधुरो देखिन्छ। यहाँ कुहिरोले गर्दाखेरि त्यो चाहिँ अलिक सेम टु सेम मिलेको छ भन्ने लाग्यो मलाई पनि। यस्तै लाग्यो क्या। त्यो धेरै रमाइलो ठाउँ छ। गाउँ छ एउटा लुकेर बसेको गाउँ माङसिमा। त्यो धेरै राम्रो छ। धेरै राम्रो लाग्यो मलाई। यो ठाउँहरू सुन्दर छ। पहाडी कुनै गाउँ छैन। पहाडी भिर पहाडहरू मात्रै छ। गाउँ छैन। वारिपट्टि यस्तो दामी बसेको ठाउँ छ। त्यो धेरै रमणीय ठाउँ छ क्या। यहाँ फेरि कतिपय लेखमा खेती हुँदैन तर यो ठाउँमा चाहिँ खेतीयोग्य जमिनहरू रहेछ क्या। प्रशस्त मात्रामा पानीको धेरै सेवा सुविधा होइन, पानीको धेरै मात्रामा सुविधा र धेरै राम्रो लाग्यो मलाई यो ठाउँ। फर्स्टचोटि आएको। अब यहीँको बासिन्दाहरूलाई त कतिपय अब वाक्क दिक्क लागेको होला तर मलाई चाहिँ फर्स्टचोटि आएको थियो। धेरै राम्रो लाग्यो। समझ्यौ? हेर्दै गर्नु होला। अब हामी उँभो जान्छौँ। उँभो कस्तो ठाउँ छ अब हेर्दै जाउँ। भिडियो गर्दै जान्छु। सो हेर्दै गर्नु होला है। जुन अघि मैले जुन भिडियो गरेको थिएँ त्यो भिडियो गरेको ठाउँ चाहिँ त्यो ढुङ्गा रहेछ है। यो ढुङ्गाको सुरुदेखि मैले भिडियो गरेको थिएँ। रमाइलो छ यो ढुङ्गा र यो गोरुजुरे जुन यो खाँदबारीदेखि पनि देखिन्छ गोरुजुरे सेम टु सेम लाग्यो मलाई। उस्तै रहेछ। उस्तै लाग्यो। माङसिमा राई गाउँको एकमात्र यो ठुलो ढुङ्गा छ। राई गाउँमा एउटा ठुलो ढुङ्गा छ।
यो ढुङ्गा भिजिट गर्नु होला अनि तपाईँ यही ठाउँबाट यो गोरुजुरे भन्ने जग्गा छ त्यो ठाउँ हेर्नु होला अवलोकन गर्नु होला सो एउटै आकारमा बनेको छ त्यो भनेको पहाडले बनेको छ गोरुजुरे त्यो पहाडले बन्या हो त्यो पत्थरले बनेको छ सो साह्रै राम्रो छ एउटा प्राकृतिक सौन्दर्यताको भरिपूर्ण ठाउँ एउटा लुकेको ठाउँ माङ्सीमा पनि रहेछ है सो साह्रै राम्रो छ यो लुकेको ठाउँ भए पनि धेरै मैले नि हिजो आउँदाखेरि सोचेको थिएँ ठाउँ यस्तो छैन होला भिर पाहा होला भनेर सोचेको थिएँ तर सो धेरै राम्रो रहेछ क्या यहाँ आएपछि मेरो मनै प्रफुल्ल भयो सो अब हामी यस पछाडि हामी जाने भनेको माथि भटभटे डाँडा भन्दो रहेछ यो ठाउँबाट होइन त्यो पनि एउटा पर्यटकीय गन्तव्य स्थल रहेछ त्यो हामी भिजिट गर्न जान्छौँ अनि यहाँ हाम्रो छोरी बिचरा पानी बोक्न धमाधम हुनुहुन्छ गाह्रो भइरहेछ म नि सघाइदिन्छु बिचरा भन्नु पर्दैन कति नै गरौँ रहेछ भनेको त यत्रो पानी ल्याउनलाई गाह्रो छ हेर्दै गर्नु होला है त त्यो भिजिट त्यता पनि भिजिट गर्दैछौँ हामी आज यहाँ जान्छौँ है लाग्यो हामी डाँडा घुम्न सो डाँडा घुम्न लागिरहेछ स्टार्टिङ फिल्डमा छौँ हामी अहिले हामी कतिजना ग्रुप छौँ अहिले हामी कतिजना ग्रुप छौँ भने 9जना ग्रुप छौँ एकजना माथि हुनुहुन्छ 10जना छौँ 10जना ग्रुप हामी लाग्यौँ 2जना मेरो जेठी सासू हुनुहुन्छ एकजना मेरो वाइफ अनि 2जना बुनुहरू छ एकजना छोरी छ हामी लाग्यौँ सो हामी माङसिमाको राई गाउँदेखि हामी डाँडातिर लाग्यौँ राम्रो रहेछ गुरुङ गाउँ है सो अलिक माथिदेखि राम्रो देखिँदो रहेछ सो गुरुङ गाउँ हामी जाँदैछौँ घुम्न नयाँ वर्षमा नयाँ ठाउँ जाँदैछु म पनि घुम्न होइन सो अब हेरौँ गर्दै हिँडेको छौँ हामी लगभग 15 मिनट जति माथि आइसक्यो अब कति मिनट पुगिन्छ थाहा छैन होइन सो बिजुली बत्ती नबले पनि पोल र तार चाहिँ राखिरहेको छ यो सुन्नमा आएको छ यो खाँदबारीदेखि बत्ती आउने अरे यो मान्छे भन्ने कुरो छ र त्यो बत्तीको लागि छिटै पहल होस् र यो ठाउँमा यातायातको लागि पनि छिटै पहल होस् लगभग हामी आधी घन्टाको पश्चात हामी यो सिमाली खोला भन्ने ठाउँ रहेछ हामी भिजिट गर्दै जाँदाखेरि यो पुल आइपुग्यो तल यस्तो छ पानीहरू खासै ठुलो खोला चाहिँ छैन तर हामपानी बढी हुन्छ यो खोलामा यहाँ हामी अहिले यतिजना छौँ जाँदैछौँ सो पुल यस्तो छ है पुल त ठिकै हो तर खोला पनि अलिक डेन्जरै लाग्यो डेन्जरै छ खोला पनि होइन खोला यस्तो छ भाइ बहिनीहरू निस्केको छ अब हामी यो उकालो बाटो जान्छौँ तपाईँसँगले खोलाको गतिविधि यस्तो छ बर्खा मासमा यो ठुलो बाढी आउन सक्ने सम्भावना बढी हुन्छ एउटा चाहिँ सानो छ सो यो सिमाली खोला भन्ने ठाउँमा सिमाली खोला पुलै हो यो सो हामी चढ्दैछौँ 3जना पछाडि नै आउँदै हुन्छ सो अहिले हामी चाहिँ यहाँ 6जना छौँ 6जना अहिले जाँदैछौँ यता बुझ्नुहोस् आइपुग्नु आँट्नुभयो पर देख्न सक्नुहुन्छ अलिअलि मान्छेहरू देखिन्छ आउँदै हुन्छ सो हामी पुल चढ्यौँ भने उहाँहरू पुलको पल्लो छेउमा आइपुग्नु भयो सो उहाँहरू पनि आउँदै हुन्छ हामी जाने क्रम जारी छ सो अलिकति हिँड्दाखेरि अलिक सास बढिरहेछ फर्स्टचोटि आएर होला सायद यस्तो लेकको ठाउँमा सो गाह्रै हुन्छ त्यही भएर पुलमा देख्न सक्नुहुन्छ आउँदै हुन्छ है हामी चाहिँ डढेलो भन्ने ठाउँ आइपुग्यौँ भने यो डढेलो अरे डढेलो चाहिँ गएको छैन गुनासको फुलहरू हल्का हल्का देखिँदैछ सो यहाँबाट राम्रो देखिने भनेको चाहिँ सो सरप्राइज तरिकाले यो गुरुङ गाउँ देखिँदो रहेछ सो भेरी नाइस धेरै राम्रो छ कि गुरुङ गाउँ यस्तरी बसेको ठाउँ छ लुकेको ठाउँ रहेछ गुरुङ गाउँ मान्छेमा भन्ने ठाउँै लुकेको ठाउँ हो यहाँदेखि उता कुनै गाउँ देखिँदैन
छैन भन्ने नि मलाई लाग्छ जहाँसम्म। सो धेरै नाइस रहेछ। अहिले हामी माथि मान्छेमादेखि लगभग 1 घन्टा माथि डडेलो भन्ने ठाउँ आइपुगेछौँ। सो हामी चाहिँ सब ग्रुप यहीँ छौँ है। सो हामी ग्रुपहरू चाहिँ यहीँ छौँ। सो म यहीँ छु। सो हामी चाहिँ यत्रो डाँडामा आइपुग्यो। सो तल देखिरहेको बेसी सबै मङसुमा गुरुङ गाउँ हो। अब हामी चाहिँ लगभग छेउछाउ आइपुग्यो। घुम्न जाने ठाउँको छेउछाउ आइपुग्यो। सो यहाँ बहिनीहरू चाहिँ फोटो खिच्दैछ होइन। सो अरू नानाहरू पनि हुनुहुन्छ। सो हामी पनि छौँ। सो अब लगभग हामी डाँडा चाहिँ आइपुग्यो। सो यहाँभित्र पोखरी रहेछ। यो ठाउँलाई कालो पोखरी भनिन्छ अरे। ओ हामी यो पोखरी आरै छाड्यौँ। यो पोखरी आरै छाड्यौँ। यो पोखरीमा खासै पानी जमेको रहन्छ, थोरै पानी रहेछ। त्यहाँ भाइ बहिनीहरू सबै फोटो खिच्नेहरू छन् होइन। यहाँ सबैजना फोटो सुट हुँदैछ। सो अब हामी जाउँ है, जाउँ है हामी। सो अब हामी जाँदैछौँ। खासै ठुलो रहन्छ पोखरी है। सो अब भिजिट गर्दै गइन्छ, हेर्दै गइन्छ के कस्तो छ है त, हेर्दै गर्नु होला। सो हामी चाहिँ जाँदैछौँ। पोखरी पुग्यो। पोखरी पुगेर हामी चाहिँ अब फर्किँदैछौँ, जाँदैछौँ मुम्बई अझै हाटतिर। तर जे होस् पर्यटकको लागि चाहिँ राम्रै बाटो रहेछ भन्ने मैले थाहा पाएँ। पर्यटनको लागि राम्रै विकास भएको रहेछ। बाटोहरूको सुविधा सेवा सुविधाहरू धेरै सो धेरै राम्रो बाटो रहेछ सोलिङ गरेको। यो पदयात्राको लागि राम्रो गन्तव्य बन्ने रहेछ। एउटा मुन्दुम ट्राभल्स भन्छ त्यस्तै एउटा यो माङसीमादेखि माथि डाँडा भिजिट गर्न जाने ठाउँ पनि राम्रै बाटो रहेछ। तर यसको ट्राभल्सको नाम राखेको छैन। सो नाम राख्दा पनि बेस्ट होला भन्ने मलाई लाग्छ। सो आज कस्तो लाग्दैछ? उँभो घुम्न जान है। सो हेर्दै गर्नु होला, भिडियो आउँदै गर्छ है। सो हामी चाहिँ यो डाँडामा आइपुग्यो है। यो डाँडामा र यो बर्खे भन्छ यहाँ र हामी चाहिँ खाजा बोकेको थियौँ। खाजा खाएर अब हामी चाहिँ अब यो जाँदैछौँ। यहाँ मान्छेहरू नाचिरहेको घुम्न आएको छन् अनि रमाइलो गरिरहेछ। अभी मजा आएगा ना भिडो। देख्न सक्नुहुन्छ यो धुनमा घुम्न आउने पर्यटकीय गन्तव्य रहेछ भन्ने मैले पनि थाहा पाएँ। धेरै राम्रो छ ठाउँहरू। अब हामी माथि होटलहरू छ त्यहाँतिर पनि गइन्छ, त्यता पनि घुमिन्छ। त्यसरी हामी लगभग यति मात्रै छ नि, माथि डाँडा घुम्नु छ। यो माथिको डाँडा, त्यो डाँडा घुमिन्छ। त्यहाँबाट हामीले बेस क्याम्प भन्नु होला यसलाई। अब के गर्नु, एउटा मात्रै पसल छ यहाँ, पल्लो र पल्लो पसल छ। त्यो सबै यो घुम्ने मानिसहरू त्यो माङसीमादेखि आएको सबै घुम्ने हो सबै। हामी यहाँको यो उँधोदेखि हो। सो उँधोदेखि आएको हामी यता उँधोदेखि अनि सबै यतातिर पनि पसल लिएर यहाँ र यहाँ गरेर दुई ठाउँ छ पसल। सो अझै हामी यो उँभो पनि जानुपर्ने अरे। हामी त उँभो पनि जान्छौँ, भिडियो हेर्दै गर्नु आउँछ। यहाँ पसल रहेछ, अब के छ यसो बुझ्छौँ, यसो खुला बुझ्छौँ के रहेछ। हाम्रो दिनको खेती पनि बुझिरहने फेरि हामी बाटो आफ्नो उँभोतिर लाग्छौँ है। भिडियो हेर्दै गर्नु होला। सबै यो डाँडा घुम्न आउनेहरू हो। अझै आउने क्रम जारी नै छ। कतिपय तलै हुन्छ, कतिपय माथि हुन्छ, कतिपय त्यही माथि स्टेपमा हुन्छ। सो हामी चाहिँ यहाँ आइपुग्यौँ है। सबैजना यहाँ सबै डाँडा घुम्नेहरू नयाँ वर्ष मनाउनको लागि आउनुभएको। सो म पनि खाँदबारीदेखि नयाँ वर्ष मनाउन यो ठाउँ आइपुगेँ बल्ल बल्ल। समझ्यौ? सो हिँड्न यति गाह्रो भयो कि सास बढेर होइन, जति उकालो आयो उति अक्सिजनको कमी हुन्छ। त्यही भएर सास बढेर धेरै गाह्रो भयो। सो अझै जानु बाँकी छ, हेर्दै गर्नु होला है त्यो भिडियो। सो आज चाहिँ हामी ठक्क यहाँ आइपुग्यौँ। हामी टावर जाँदैछौँ माथि डाँडाको। यो पारिदेखिको नुम बजार रहेछ।
सो हामी यस्तोबाट है तलदेखि है तलदेखि आएर हामी तिमीलाई कस्तो लाग्यो ल जाउँदै रमाइलो भन्यो सो अब हामी फेरि माथि जान्छौँ माथिबाट के देखिँदो रहेछ हेर्छौँ फेरि होइन यहाँसम्म रमाइलो भइरहेछ है रमाइलो गर्दै आइरहेछ गुराँसहरू टिप्यो र ठिक सदुपयोग भएन गुराँसहरूको पनि लापरवाही भयो त्यही पनि राष्ट्रिय फुलको सदुपयोग गर्नुपर्छ यो फुलले राष्ट्रिय सदुपयोग गरिरहेछ हामी जाँदैछौँ हामी ग्रुप छुट्टिएको छैन आज हाम्रो टोली हेर्दै गर्नु टक्कसँगले हामी चाहिँ यो डाँडामा आइपुग्यो यो भट्टे डाँडामा सो भन्दा उच्च ठाउँ काहीँ छैन मतलब यो ठाउँमा उच्च ठाउँमा आएको छु यो भट्टे डाँडाको उच्च ठाउँमा हाम्रो सारदाई जेठी सासू दुईजना जेठी सासू हुन्छ एकजना छोरी अनि वाइफ मेरो भतिजो छ यहाँ यसको यहाँ आइपुगेको छु अब चट्ट यता अब हामी सिधै यो टावरमा चल्दैछ त्यो बेला भिजिट गर्दै गर्दै हाम्रो भिजिट गर्ने कन्ट्रीको यहीँसम्म हो यही डाँडा गरेर हामी लगभग हामी झरिन्छ है भिडियो हेर्दै गर्नु होला अझै केही मिनट पर्खिनु आउँछ त्यहाँ लु हाम्रो भतिजोले के कस्तो लाग्यो त तिमीलाई यहाँ हामी यो डाँडामा आउँदा कस्तो फिल भयो अनि चर्चमा कस्तो लाग्यो ल ठिक छ अब आगामी दिनहरूमा राम्रो प्रगति गर्दै जानु है नयाँ वर्षको शुभकामना मैले यसै युट्युब मार्फत भने त्यो भोलि युट्युबमा तिमीलाई सबैले देख्छ है ल हस् ल सो हामी चाहिँ अब फर्किन्छौँ गएर यहाँ भिजिट गर्नेहरू धेरै आउनु भइरहेछ धेरै आउनुहुन्छ आउने क्रम जारी नै छ आउँदै हुन्छ अब हामी चाहिँ माथि गएर सिधै अब झरिन्छ हाम्रो लास्ट इन्डिङ यहीँसम्म हो सो अब हामी यहाँ थोरै भिजिट गरिन्छ केही मिनट भिजिट गरिन्छ त्यसपछि हामी झरिन्छ है सो हामी चाहिँ अब डाँडा चाहिँ अन्तिममा आइपुग्यो त्यो डाँडामा चाहिँ एनटिसीको 4G टावर राखेको रहेछ अहिले दिवस मैले हेरेँ मोबाइलमा मेरो मोबाइलमा चाहिँ यो ठाउँमा 4G टावर राखेको रहेछ सो मान्छेहरू बनाउने क्रम जारी छ बनाउँदै हुन्छ सो यो इन्टरनेटको सुविधा पनि बन्ने पर्यो यो ठाउँमा चट्टपाडामा हामी चाहिँ अब जाँदैछौँ अब केही समयपछि हामी अब गन्तव्यतर्फ लाग्छौँ भिडियोहरू यहाँ यति नै बन्छ भाइ के छ ह्याप्पी न्यु इयर ल यो भाइले मसँग ह्याप्पी न्यु इयर गरेर हात जोड्यो सो माङ्सीमा हो तिम्रो घर ल ठिक छ सो अब सही सदुपयोग भयो भने राम्रोसँगले इन्टरनेट चल्छ म जहाँसम्म लाग्छ 4G को इन्टरनेट राखिया हो ठिक छ सोलर प्यानल राखेको रहेछ सोलर प्यानल धेरै रहेछ लगिदिनु के हो गाइज एउटा सोलर प्यानल चाहिँ उकाएर मेरो नि पसलमा रोएर राख्नु पर्यो के छ थाहा नलगाउँ फेरि भोलि नै मलाई पक्ने आयो साइबर ब्युरोले पक्ने भने गाह्रो पर्छ त्यही भएर अब यहाँ 4G कनेक्ट हुना रहेछ धेरै छ सोलर प्यानलहरू सो अब हामी डाँडा लगभग यति नै आइपुग्यो अब हामी यहाँदेखि हिँड्दै हुन्छौँ होइन आयो जस्ट हाम्रो गन्तव्य यहीसम्म थियो कसले कहाँबाट हेर्नुहुन्छ कमेन्ट सेयर गर्दै गर्नु होला र मेरो युट्युबर साथीहरूलाई ह्याप्पी न्यु इयर भन्न चाहन्छु र नयाँ साथीहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है सो यो डाँडामा धेरै ठाउँबाट मान्छेहरू आउनुभयो है हेर्दै गर्नु होला भिडियोहरू यत्रो डाँडा डुल्यो डाँडा डुल्दा गुराँस चाहिँ बोट मात्रै थियो तर अहिले चाहिँ गुराँसै भेट्यो क्या हामी तर यो 4G गुराँस चाहिँ होइन गुराँस त गुराँसै हो तर यो कस्तो गुराँस भने चिमल भन्छ क्या गुराँस प्रजातिमै पर्छ
चिमल भन्छ समझ रहे हो यो चिमल भन्छ यसलाई अब पानी पर्न लाग्यो लगभग हामी झर्छौँ है यो चिमल भन्छ गुराँस चाहिँ प्योर गुराँस चाहिँ रातो हुन्छ यो चिमल हो सो त्यही पनि यसलाई गुराँसकै प्रजाति मान्छ गुराँसकै एक प्रजाति हो यो सो हामी घुम्दै डुल्दै गुराँसको बोट भएको ठाउँमा धेरै भएको ठाउँमा आयो हुन त यता यो लेकमा गुराँस थियो तर असिनाले सबै गुराँस झार्दियो क्या त्यही भएर यो बोटमा चाहिँ कसरी अडियो भन्ने कुरो के गुराँस सो लभली ग्रास सो मन पर्ने मलाई नेसनल फ्लावर सो मनपर्छ सो हामी चाहिँ यो मैदानमा आइपुग्यो दाइले त्यहाँसम्म ल्याउँदै हुनुहुन्छ हाम्रो गाइड गर्ने चाहिँ उहाँ हो अनि हामी यस्तो बल्ल बल्ल धेरै पछि यो गुराँसै हो यो पनि एक प्रजातिको सेतो गुराँस हो यो बल्ल बल्ल भेटायो लोकन्मु हुन खोजेको रहेछ भनौँ न त्यो बल्ल बल्ल भेटायो सो गुराँस माथि मानिसहरू हुन्छ नयाँ वर्ष मनाउनु आउनु भएको है पनि नयाँ वर्ष मनाउनु आएको है हो कि न सो मैले पनि यो फुल बोकिरहेको छु सो धेरै रमाइलो भयो आजको भिडियो रमाइलो भयो हामी त्यहाँ पसलसम्म जान्छौँ त्यस पछाडि अनि हामीले आफ्नो गन्तव्यतर्फ लाग्छौँ उहाँ बुबुलाई मेरो तर्फबाट धेरै धन्यवाद भन्न चाहन्छु उहाँले गर्दा आज हामी यहाँसम्म आइपुग्यो उहाँले हामीलाई भिजिट गरेर ल्याउनु भयो सो मनदेखि नै थ्याङ्क यू सो मच भन्न चाहन्छु सायद उहाँ नभइदिएको भए हामी यहाँ आउँदिन थियौँ होला है सो आइपुग्यो खुसी लाग्यो है त भिडियो हेर्दै गर्नु अब लास्ट भिडियो आउँछ सायद हेर्दै गर्नु है सो हामी चाहिँ ललिपप खाइयो होइन खाजा खाइयो थुक्पा खाइयो थुक्पा पनि काँचो हल्का काँचो रहेछ समझ रहे हो त्यही पनि अब यस्तो ठाउँमा पेट त भर्नै पर्यो सो अब हामी लाग्यौँ आजको बसाइ हाम्रो भिजिट यहीँसम्म थियो तपाईँ के भन्न चाहनुहुन्छ कस्तो भयो आज कोनी हाम्रो छोरीले चाहिँ कोनी भन्दै हुन्छ सो मेरो बुढीलाई सोध्छु ए आजको भिजिट कस्तो भयो तिमीलाई रमाइलो भयो यहाँ छन् हाम्रो टोलीहरू आउँदै छन् रिपन आजको भिजिट कस्तो भयो हाम्रो सो हामी चाहिँ अब ओह्रालो लाग्यौँ हामी घर पनि पुग्नुपर्छ होइन हाम्रो गन्तव्य मान्छेमासम्मको छ त्यही भएर हामी लाग्यौँ सो कहाँबाट हेर्दै हुन्छ कसले हेर्दै हुन्छ मेरो भिडियोलाई सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला र नयाँ युट्युबर युजर हुनुहुन्छ भने उहाँहरूले मलाई लिङ्क पठाइदिनु होला त्यो लिङ्कको थ्रुबाट म तपाईँहरूको नै सपोर्ट गर्नेछु फुल्ली सपोर्ट हुन्छ र आजको बसाइ एकदम राम्रो भयो जस सोचे भन्दा धेरै राम्रो भयो होइन भिजिट रमाइलो भयो सो मौसमले पनि साथ दियो बाटोहरू पनि यस्तो रमाइलो रहेछ यस्तो रमाइलो बाटो त के भन्नु बाटोहरू पनि ठिकै छ पर्यटकको लागि राम्रो गन्तव्य रहेछ बाटोको धेरै राम्रो सुविधा पैदल यात्राको लागि यातायातको सुविधा छैन सो हामी चाहिँ अहिले 3 जना फर्किँदैछौँ हाम्रो 2 जना कि 3 जना टोली उभो छ अहिले 3 जना टोली उभो छ सो हामी जाँदैछौँ है फर्स्ट गाइस कोले क्याङ्गोबाट हेर्दै हुन्छ लग सक्दो सपोर्ट गर्नु होला सक्दो शेयर गर्नु होला है तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पे फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए यति भन्दै हामी बिदा हुन चाहन्छौँ है सो म अघि गएर तपाईहरुलाई हाम्रो टोली सो हामी चाहिँ 3 जना टोली हामी फर्किँदैछौँ यहाँ सानो भाइ पनि बोल्दैछ सानो भाइको लागि पनि सपोर्ट गरिदिनु होला तपाईहरुले के भन्नु रे नमस्कार नमस्कार होइन नमस्कार 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 सो
यति भन्दै हामी आजलाई यहीँ चाहन्छु। आगामी दिनमा फेरि भेट्छु, मेरो भिडियो कन्टिन्यू आइरहेको छ। सो सबैजनालाई ह्याप्पी न्यू इयर भन्दै म बिदा हुन चाहन्छु। ओके, सी यू अगेन।